ल वेलकम ब्याक टु अनदर ब्लग। आज चाहिँ हामी अर्को फिसिङ च्यालेन्ज लिएर आएको छौँ। आज मसँग विश्वमणि पाटोमा आएको छ। आज चाहिँ लास्ट भिडियोमा चाहिँ शिशिर पाटो पनि थियो, र आज चाहिँ विश्वमणि पाटोमा मेरो चाहिँ दुईजनाको मारामार फिसिङ कम्पिटिसन हुनेवाला छ। आज पनि नम्बर क्याच काउन्ट गर्नेछौँ, अनि एट द एन्डमा जसको धेरै काउन्ट हुन्छ ऊ चाहिँ विनर हुनेछ। अनि हामी दुईटीले आज यहाँ तल देख्न सक्नुहुन्छ फ्लोरमा खेलिरहेको छ पार्टी। मैले पनि अब फ्लोर गरिसकेँ म्यागर्समा। दुईटीले फ्लोर फिसिङ गर्दैछौँ। फ्लोर फिसिङ भर्सेस फ्लोर फिसिङ। के छ त पार्टी, आज तिमीले जित्छ जस्तो लाग्छ कि मैले जित्छ जस्तो लाग्छ? हो, पार्टीले चाहिँ अब एकदम च्यालेन्ज दिएको छ मलाई। अब पार्टीले मैले जित्छु भन्दैछ, तर मैले पनि म जित्छु भन्नु पऱ्यो। अब हेरौँ के हुन्छ। परे पाठ bite it. Yeah, first catch lo. First catch. Lah itu. First catch. आजको उद्घाटन भएको छ। सबैबाट क्यामेरामा देखाउन ट्राई गर्दैछु। ल आजको फर्स्ट क्याच। उद्घाटन चाहिँ रोजबाट भएको छ। ल फर्स्ट क्याच। स्कोरको अपडेट चाहिँ मेरो 1 क्याच, विश्वमणिको चाहिँ सुन टु बी 1 क्याच। 1-0 सोफा सँगै अड्कियो त दुईजनाको। कास्ट गरेको दुईजनाको एकदम पुवर कास्ट भयो चाहिँ। विश्वमणि पार्कको माथि भइरहेछ। मेरो चाहिँ यहाँनिर एकदमै अनएक्सपेक्टेड के अरे अननेसेसरी थिङ भयो त यहाँ त यार। ल पाटको पनि 1 क्याच। स्कोर चाहिँ 1-1 भएको छ। अब चाहिँ सानो फुच्ची भए पनि यो स्कोर चाहिँ कम हुन्छ। लियो मिस्टेक। यहाँ हाम्रो पाट चाहिँ छक्कै परिसकेको थियो पर्छ भनेर त्यही हान्नु र। तिम्रो घाँस मजा लागेको छैन, अनि लामो खोल्नुपर्छ। ल फेरि भाइलियो। अब त पऱ्यो है, के पऱ्यो नि कि ठुलो पऱ्यो त यार। ए पर्दो रहेछ। Yeah, it's my second catch. Yeah. Second catch of the day. Score say 2-1 है so far. Hey, come on. Come on. एकदम फाइट चाहिँ गरिरहेको छ। यो फुस्की भन्दा मेरो काम हुँदैन। गुड साइज होइन।
मेरो सेकेन्ड क्याच ल यस गुड साइजको क्याच परेको छ यो चाहिँ मेरो सेकेन्ड क्याच अब स्कोरको अपडेट दिनुपर्दा चाहिँ मैले विश्वमणि पार्दा हामी 1-1 थियौँ अब 1-1 थियौँ तर अब चाहिँ मैले लिड हानेको छु होइन होला पछि गयो भाग्यो क्विक भाग्यो ल कस्तो लाग्यो त पार्ट क्याच त डिसेन्ट थियो नि त होइन ल है त कम्पिटिटरलाई चाहिँ नरमाइलो लागिसक्यो यहाँ भनेपछि आफै सोध्नु होला कतिको टफ कम्पिटिसन भएको छ पार्टको पनि भाइलियो फेरि यहाँ पार्टको पनि क्याच भयो नट ब्याड ल पार्ट आफैले गर न कम्पिटिटर त हेल्प गर्नु भएन नत्र अलिकति अनफेयर हुन्छ उसले आफैले माछा निकाल्नु पऱ्यो अनि बल्ल काउन्ट हुन्छ है यो चाहिँ यो पनि पार्कको सेकेन्ड क्याच अब स्कोर चाहिँ अब भन्नु पर्दैन अब ठिकैको त्यो पनि बाहिर लिँदैछ त अलि अप्ठ्यारो भएको ठाउँ चाहिँ या पर्यो पार्ट पर्यो हो अब यहाँ त नेटले झिक्नै मिल्दैन ओहो कस्तो भएको यार ओहो खुसी नै भयो नि त पार्ट ए आयो नेट हाल्नै मिल्दैन कि तलसम्म पुग्दैन ओहो ला पार्ट ल टिसन यो मेरो थर्ड क्याच पार्टलाई चाहिँ म देखाउँछु सो अफ गर्नु पऱ्यो पार्टलाई मेरो थर्ड क्याच है पार्ट अब स्कोर चाहिँ मेरो 3 पार्टको 2 पार्टलाई लिड हानिसकेको छु मैले पार्ट चाहिँ खासै खुसी देखेको छैन मैले पार्टको जस मुखमा चाहिँ मुस्कान छ तर मुटुमाथि ढुङ्गा राखेर हाँस्नु परेछ भन्ने जस्तो भएको छ पार्टलाई ल अब अर्को क्याच गर्नलाई मलाई हतार भइसक्यो यो अर्को क्याच पार्ट तर साह्रै ठुलो रहेछ है एकदम बिगेस्ट क्याच आजको तर पनि अब क्याच इज क्याच पार्ट हाम्रो रुल ल पार्ट 2 पोइन्टले लिड गर्छ कि मेरो के हो पार्ट मेरो 2 क्याच लिड भइसक्यो यार पार्टको चारामा पनि छैन यार अब बाइक मात्रै लियो भन्छ पार्टले यार माछा चाहिँ पर्ने होइन फेरि फोकस त फेरि आमा एक्स्ट्रा लेभलको फोकस पनि पार्टको यार त्यहाँ मेरोमा फोकस गर्नु पऱ्यो फेरि ल है अर्को क्याच पार्ट ल नेक्स्ट क्याच अब पार्टलाई चाहिँ 3 क्याचले लिड गर्छु मैले पर्यो ल पार्टको क्याच पनि हेरिदिउँ न त या कहाँ हो तिम्रो थर्ड क्याच हो नि मेरो 5th क्याच भइसक्यो ल पार्टको अर्को क्याच ल अनदर क्याच पार्टको यो 4th क्याच हो नि त होइन ल मेरो 5th क्याच भइसकेको छ स्टिल
1 क्याच लिड गर्दैछु पार्टलाई मैले। या अब सानो फुच्चे रहेछ कि अब सिल्काउनु भयो नि त पार्ट। यत्रो पिट्ले माछा। ल फेरि पनि 2 पोइन्टले लिड हान्दै मैले विश्वपाटलाई एकदमै डोमिनेट गरिरहेको छ अहिले। खै त फेरि लिड त मैले हान्दैछु। ओ डुबाइसकेर चाहिँ तिमीले गर्दा यार मलाई डिस्ट्र्याक्ट गर्यो यार। तिमीले के इन्टेन्सनै त्यही हो क्या? या ओहो हो पऱ्यो त नि पऱ्यो एकदम फुच्चे। यत्रो पिल्ले माछा यसरी काउन्ट त काउन्ट हो नि त पार्ट क्याचेस न जस्ट small one. Yeah, यो 7th क्याच। ए यस्तो पिल्लीपट्टि बसेको रहेछ यार। ल फेरि क्याच नम्बर 8। जस काउन्ट गर्न मन पनि नलाग्ने खालको परिरहेछ। क्याच नम्बर 8। विश्वपाट चाहिँ स्टिल फोमै अड्किरहेको छ है। ओहो विश्वपाटको त्यहाँनिर जस हल्का स्टन देख्नुभयो होला क्यामेरामा। ओहो अब भयो मलाई पुगेको ठाउँ चाहिँ एकदम सानो फुच्चे परेर शेषै काट्यो। तर जस क्याच क्याच यो चाहिँ के मेरो क्याच नम्बर 9। क्याच नम्बर 9। यत्तरी यो झन् ठुलो रहेछ है पार्ट। क्याच नम्बर 10। जाऊ बाबु जाऊ। आयो ल पार्टको पनि सानो फुच्चे परेको छ ध्यान। क्यामेरामा देखियो होला। क्याच नम्बर 5 पार्टको मेरो चाहिँ 10 पुगेको छ। अब खायो ओहो भयो यार पार्ट त साह्रै सानो पऱ्यो यार। अनि मात्र ल क्याच नम्बर 11। क्याच नम्बर 11 सानो फुच्चे माछा। वाक्क दिक्क प्याक्क भयो। अब चाहिँ अलिकति लोकेसन चेन्ज गर्नुपर्ने अवस्था। यो फुच्चे माछा नै होला क्या। ल है पार्ट ल। another catch कहाँ भित्र गएको फेरि ओही काउन्ट हुँदैन कि हो पार्ट। ल फुच्चे माछा आयो तर अहिलेको भन्दा त ठुलो है। पार्टको चाहिँ 5 मै अड्केको छैन मान्छे। 5 7 12 7 को डिफेन्स भएको छ। पार्टले चाहिँ अब चाहिँ हरेस खाने बेला भइसक्यो रहेछ। एनएलले झुक्न मिल्दैन। ल पार्टको अर्को क्याच। ल गुड क्याच है पार्टको। ल पार्टको यो हुक भयो यार मेरो यार। ए के भयो कहाँबाट घुमेर यहाँ। 6 नम्बर 6 5को पार्टको 6th क्याच। हो बाहिर लिएर छ
बाइट लिँदैछ या क्याच नम्बर कति रे मेरो 13 हैन क्याच नम्बर 13 Catch number 13 small roach 639 square part फेरि बाहिर लिँदैछ पाट या यो चाहिँ अलिक ठुलो छ है रोज जस्तो छ Good catch. Aija babu, aija. Yeah, nice, decent size. Yeah. Good size. Roach. Catch number 14. पर्यो ल है पाटको पनि अर्को क्याच आएको छ पाटको क्याच आएकोमा म साह्रै खुसी छैन दामी ल क्या पाटको पनि गुड क्याच मेरो 14th क्याच अर्को त यो 7th क्याच हैन गुड साइज एकदम सिल्भर ब्युटिफुल रोज मेलो बिस्मिल्लाह कस्तो छ मेलो ल पाट समाज फोटो खिचिदिन्छु एउटा या फेरि बाइट लियो एकदम लामखुट्टे आउँदो रहेछ या तर खासै ठुलो नरहेछ यो चाहिँ ओहो फुस्क्यो नि त बाट यार फेरि मिस्ड राउन्ड चाहिँ भएन अब बाइट लिँदैछ है पाट मेरो त खायो 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 रेडी छु म चाहिँ सेयर गर्नलाई फेरि खा या भनेको खासै ठुलो चाहिँ नरहेछ है ठुलो नरहेछ यतिकै तान्छु म ल यो चाहिँ मेरो क्याच नम्बर 15 क्याच नम्बर 15 स्कोर so far 7-15 होम्समा मात्रै चाहिँ अलिक पाएको देखाएन म्यागज पनि हाल्नु पर्दैछ पाटको त्यहाँनिर रातो फ्लोरमा बाइलिँदैछ डुबाउँदैछु पर ल सानो आयो पाटको ल क्याच नम्बर 8 पाटको सो स्कोर चाहिँ 8-15 अब म चाहिँ 16 बनाउँछु है ल पाट बाइट लिँदैछ कि त्यहाँ ल है बाइट लिँदैछ अब चाहिँ म स्ट्यान्ड बाइ पऱ्यो पर्न त एकदमै सानो
ल क्याच नम्बर 16 पार्ला चाहिँ मैले चाहिँ एभ्री टाइम डबल बनाउँदैछु है 8-16 भयो फेरि आयो ल पार्टको फेरि अर्को क्याच नम्बर 9 9-16 ल पार्टको फेरि अर्को क्याच नम्बर 10 होइन सानो रोज क्याच नम्बर 10 अब स्कोर चाहिँ कति भयो त भन्दाखेरि 10-16 10-16 भएको छ नुडल खाएर पावर निकाल्नु पऱ्यो कि नुडल्स खाएर पार्टलाई माछा काटेर हक पारिदिनु पऱ्यो गाह्रै पर्छ मेरो पनि बाइट लिँदैछ पार्टले चाहिँ अनफर्चुनेटली अहिले छुट्यालेको छ मेरोमा चाहिँ माछा परेको जस्तो लाग्यो परेको रहेछ एकदमै सानो फुच्चे पर्स एनिवे क्याच चाहिँ काउन्ट गर्नु परिहाल्यो त्यही भएर चाहिँ क्याच नम्बर 17 होइन 17 17-10 होइन 17-10 हो नि त होइन पार्टसँग अर्को फ्लोट छ कि छैन अर्को क्याच ठुलै परेको ल नेक्स्ट क्याच चाहिँ पर्च परेछ पर्च यो चाहिँ मेरो क्याच नम्बर 18 बाइट लिँदैछ या ओहो खुच्ची माछा यस्तो बच्चा रोज पर्यो एनिवे क्याच नम्बर 19 क्याच नम्बर 19 स्कोर चाहिँ रहेको छ विश्व पार्ट 10 मेरो चाहिँ 19 कोसिस गर्नु पर्यो पार्ट माछाले तिमी बल्छीलाई हेला गर्यो यो ठुलो माछा फुस्केर रिग्रेट भइरहेछ पर्यो ल मेरो पनि बाइट लिँदैछ उता विश्व पार्टको पर्यो या मेरो पनि पर्यो फेरि त्यत्रै हो सेम हो ल सेम साइज मेरो चाहिँ क्याच नम्बर 20 विश्व पार्टको खै देखाउ त पार्ट क्याच नम्बर कति रे 11 ल 11-20 यहाँको त्यो ठुलो पर्स मिस भएर चाहिँ रिग्रेट भइरहेछ होपफुली त्यत्रै आउँछ होला भनेको फुच्ची मात्रै आउँछ त यो ओ फुच्ची माछा रहेछ है 20 होइन मेरो पार्ट 21 हो कि 20 21
यत्रो फुच्चे माछा पऱ्यो क्याच नम्बर 21 पार्टको 11 होइन 11-21 है बैठ लियो अहिले चाहिँ गुड साइज आयो त्यति साह्रो ठुलो त होइन तर पनि अलिक बेटर good size roach. Yeah, not bad. भित्रै निलेछ कि मजाले क्या हो रहा है ये बाजने के बाद ल क्याच नम्बर कति भयो 22 here you go baby catch number 22 ल है फेरि बाइट लिँदैछ लियो 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 या आयो है अर्को क्याच फेरि आफू चाहिँ रहेछ तानिन्छ त्यो यो चाहिँ क्याच नम्बर 23 ओके ल कट गरेको क्याच आएछ रोच रोच क्याच नम्बर 12 पार्टको 12 मेरो 23 नपर्नु पर्ने माछाले साइड बाहिरबाट चाहिँ हुक लागेको थियो के ए हो र खेल्दै खेल्दै पऱ्यो क्या अब चाहिँ हामी घर जान्छौँ ल लास्ट क्याच कत्रो रहेछ लास्ट क्याच हेर म त पार्ट अनि ल सानो स्मल क्याच लास्ट क्याच ल लास्ट चाहिँ किनकि पारस्परिक पऱ्यो कि ल ओके ल लास्ट क्याच भइसक्यो अब हामी चाहिँ अब घर जान्छौँ अब चाहिँ हामी जानुपर्छ होइन ल यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद अरे ल अब हाम्रो चाहिँ अब आजको फिसिङ च्यालेन्ज चाहिँ यहीँ अन्त्य गर्छौँ अनि हामी चाहिँ जान्छौँ फेरि मेरो माछा परेर बसेको थियो ल त्यति छोडेको थिएँ माछा परेको ठुलो पऱ्यो क्या अरे उसको चाहिँ एकदम ठुलो परेको रहेछ उयो आमा ऊ न लास्टमा त ठुलो परेको नि त लास्ट फेरि खुस्क्यो यार हो र ओ माई गॉड ठिकै छ अब हामीले अघि लास्ट क्याच भन्न सकेको थियौँ ठिकै छ अब
हामी चाहिँ घर जान्छौँ आजलाई भिडियो यति नै पानी पनि पर्न थाल्यो सी यु इन द नेक्स्ट भिडियो थ्याङ्क यू बाई